कृषिको नाउँमा सबैलाई मेरो जहाँ जहाँ रहेका प्रियजनहरू छरेर बसेकाहरूलाई सबैलाई जय मसी छ है। म चाहिँ यही चाहन्छु आजको महिमाको दिन है परमेश्वरले दिनुभएको आज सातौँ दिनमा प्रभु आज विश्रामको दिन परमेश्वरलाई धेरै महिमा होस्। आजको दिन महिमाको जहाँ विश्वमा मनाएको है दिनमा मनाएको फादर्स डे परमेश्वरलाई है परमेश्वर दिनुभएको आमाहरूले जति हामीलाई बाउहरूलाई दाजुभाइहरूलाई है फादर्स डे मनाउनु भयो धेरै धेरै प्रभु जय मसी प्रभुले आशिष दिएको होस् आमाहरूलाई भनी चाहन्छु हाम्रो प्रियजनहरू है। किनभने आजको सन्डेको दिन महिमा हामी सेवाकाशमा गयौँ, सेवामा धेरै परमेश्वरको वचनहरू सुन्यौँ र धेरै आशिष पायौँ। किनभने परमेश्वर अघि हामी चाहिँ परमेश्वरमाथि चाहिँ अघि बढ्ने एउटा समयहरू आएको छ। हामी चाहिँ विशेष गरी दाजुभाइहरू चाहिँ हामी अघि बढ्ने परमेश्वरमाथि अघि बढ्ने समयहरू आएको छ। किनभने हामी धेरै हामी चाहिँ अब है सेलेर जान्छौँ, कतै हामीले भ्याउँदैनौँ न हामी आज त नजानु पर्यो सेवाकाश भने अब कति कुरो भइरहेछ है। त्यसमा हामीले चाहिँ कहिले पनि नगरौँ। किनभने आमाहरू खालहरू कति परमेश्वरमाथि बाउहरूको लागि दाजुभाइहरूको लागि कति घोट्ना लागेर कति घोडा ढेकेर कति है फास्टिङ बसेर प्रार्थना हाम्रो निम्ति प्रार्थना गरिरहनु भएको छ दाजुभाइहरू प्रिय हो। त्यसै कारण चाहिँ परमेश्वरको आधार परमेश्वरको महिमा गर्नुपर्ने दिनहरू आएको छ दाजुभाइहरूले भन्ने म यो चाहन्छु। परमेश्वरलाई महिमा होस् र किनभने आजको वचनले अनुसार हामीले वचनको अनुसार हामीले दर बोक्ने प्रभुको दर बोक्ने भने एउटा किनभने हामी दिनभरिमा हामीले कति कुरा हामी गरेको हुन्छ, हामीले क्षमा माग्ने पश्चाताप गर्ने एउटा समयहरू आएको छ। किनभने है महिमा होस् प्रभुलाई भनी म यही धन्यवाद चाहन्छु। किनभने हामीले भन्छ नि जति पनि हामी चाहिँ हराएको भेडाहरू भइरहेछौँ, कति है दाजुभाइहरू बाउहरू दाजुभाइहरू कति जवानहरू हामी चाहिँ हराएको भेडा जस्तो भइरहेछ। तर परमेश्वरले कि प्रभुले चाहिँ हामीलाई खोजिरहनु भएको छ, त्यो हराएको भेडाहरूलाई खोजिरहन्छ, ठाउँ ठाउँ कुना कुनामा खोजिरहनु कहाँ गयो के गयो। तर प्रभुले चाहिँ हामीलाई खोजिरहनु भएको छ र प्रभुले जुन हामीलाई भेटाउँछ तर प्रभुले धेरै महिमाको आशिष दिनुभएको छ। हालेलुया भन्ने म चाहिँ चाहन्छु है। हामी चाहिँ हराएको भेडा हुनु हुँदैन र परमेश्वरको अघि बढ्ने एउटा मौका जानुपर्ने समयहरू आएको छ है भन्ने म चाहिँ चाहन्छु। जति जहाँ रहेको विश्वासी जति मेरो मित्रजनहरू जति है आधार परमेश्वरलाई महिमा गर्ने प्रभुलाई धेरै कहाँ छडेर बसेकोहरू मेरो जति प्रियजनहरूलाई धेरै मेरो हृदयबाट जय मसी छ है। प्रभुलाई महिमा होस्। महिमाको जहाँ जहाँ बिमारीहरू जहाँ भइरहेछ जहाँ उहाँलाई धेरै महिमा चङ्गाइदिएको होस् प्रभुले है। प्रभुले महिमा हामी प्रार्थना गर्ने प्रार्थनामा हामी अघि बढिरहन्छौँ। हामी प्रभुलाई जहाँ जहाँ बिमारी जहाँ रहेकोहरूलाई चङ्गाइ पाएको होस् प्रभुले धेरै आशिष दियो। अनि हामी चाहिँ हराएको भेडा हुनु हुँदैन।